अञ्चल भाइ कस्तो हेर्छ एकदम बबल आयो ठाउँ चाहिँ मुसुक्क हाँस्यो मोहनी लायो के गर्यो यसरी पिकनिक खाना आएर यहाँनिर यसरी बोतलहरू फाल्नु भएन है मैले यहाँ बेल्ट भेट्टेँ हेलो एभ्रिवान आज चाहिँ मैले छोटो मिठो मिनी ब्लग लिएर आएको छु सबजनाले सपोर्ट गरिदिनु होला कस्तो लाग्छ लेट्स गो गाइस काबिजोर जत्रै जत्रै छ चटपटे चटपटे के छ यहाँ चाट खानु हो चौतारा गुठुको तपाईँले खाइसक्नु भयो भने गेम खेल्न गए हामी पनि जाम्ला त अहिले के चिन्ता माने चटपटे बनाउँदैछ गुठु बजार यस्तै छ टक्क होइन अञ्चल भाइ अनुज सारा हामी एउटा यहाँनिर यो चाहिँ भट्टेसरा जाने रोड हो ब्याङ यस्तो छ हाम्रो फेरि तिनजनाको चल भयो खुट्टा के हो नाइक ल ल जाम ल हामी गुठु बजारबाट हिँड्यौँ जस्तो छ फेरि फुपू हुनुहुन्छ यता कता फुपू देख्नु भएन भित्र हुनुहुँदो रहेछ ल भएन चलो चलो म चढेँ ल खै चोट नि त हल्का यता आउँछ फुपू अञ्चल भाइ यता छ दिदी पूरक परेको भन्नुभयो पूरक परेर अनि सुर्खेत 1 महिना ट्युसन पढेर अनि त्यहाँबाट आएर अनि क्लियर भएको के दिदीले क्लियर भएको होइन फुपू त्यहाँ हुनुहुन्छ ल अञ्चल जाम बाबु जाम हिँडौँ टोली हिँडौँ छिटो ल भेना आउनुहोस् आउनु के ल टोली हिँडौँ ल आज बाबाचोरदेखि हाम्रो यो के पार्क अरे शहीद पार्क घुम्न आछन् टोलीहरू फुपू मुना मदन निरता अञ्चल भाइ कहाँ हो टोलीहरू यिनीहरू यताबाट गयो अब भेन हामी यताबाट जाउँ अञ्चल यिनी दिदीहरू त्यताबाट गयो टोली माथि पुगिसक्यो ल ठाउँ चाहिँ राम्रो छ एकदम अझै माथि जानु छ कस्तो छ हेर्नु बाँकी नै छ हामी अहिले तलै छौँ अञ्चल भाइ है हामी त तलै छौँ अब हिँड्दैछौँ भर्खरै वा अञ्चल भाइ कस्तो हेर्छ टल्के अञ्चल त यहाँ फेरि कुलो पनि रहेछ फेरि पानी सर यता कहाँ जाने पानी हो त्यो चाहिँ थाहा भएन अञ्चल भाइ ठाउँ त रङ्गी चङ्गी छ त फेरि के हो भाइ ल आवा यिनीहरू फेरि गफ गरेर उहीँ छन् ओहो निहरू त यहाँ माथि पो छन् त के भयो अञ्चल हजुर आएनन् के के को फोन गर्ने फेरि तपाईँ बाबु म बाहिर छु वा दामी है दामी एकदम बबल आयो ठाउँ चाहिँ ल भिडियो हावाको लहरसँगै उडिरहन मन भनी तिम्रो त्यो ल यस्तै छ हाम्रो चाहिँ के भयो थाके क्या यिनीहरू धेरै त हिँडेको होइनन् त्यही पनि खै थाक्यो भन्छन् यार के हो यार मैले यहाँ बेल्ट भेट्टेँ कसको मसँग बेल्ट पनि छैन यार यहाँ छ राख्नु है त्यो यो यिनीहरू यो बानेको यहीले गर्दा नि राम्रो देखेछ त होइन सारङकोटको डाँडैमा ल यिनीहरूले फोटो खिचिसके अब एकछिन पछि खिच्छौँ फुपुरा दिदीको फोटो खिच्दैछु मैले ल पछाडि छन् यहाँ ल भेना त अब
उहाँ बस्नु भएको एकछिनमा भेनाको पनि पालाउँछु ल दिदी खै यसो पोज दिँदै गर्नु त म ट्याक्क फोटो खिचिदिन्छु ल ल अन्त अब दिदी भेनाहरूको फोटो खिचिदिइसकेँ अनि अब यिनीहरूको फोटो खिच्दैछौँ ल ए ल अञ्चल बाबु साला रेडी हो ओके यस ल ओके हामीले फोटो सोटो नि खिच्यौँ अब यहाँ भाइले सुन्तला खाँदैछ मलाई खुवाइदिनु ल यस्तो छ यहाँ अब यता फोटोसुट भयो यहाँ तल चाहिँ हामी अब माथि चढ्दैछौँ गाइस ठाउँ चाहिँ बबालै छ तर यसरी पिकनिक खान आएर यहाँनिर यसरी बोतलहरू फाल्नु भएन है सबजना यहाँ एउटा टिम पनि होला नि त यहाँ यो पार्कको होइन तिनीहरूले एकदम हेरचाह गर्नु पऱ्यो यतातिर आएर यसरी फाल्न दिनु भएन यो हेर्नुहोस् यो चाहिँ अब कता आउनुहुन्छ यहाँको टिम त होला नि त अब कसो भयो टक्कै यो हेर्दै फोहोर यो अब बाल्टी फाल्दैछ नि यहीँ पिकनिक के हो यार थैट यस्तो ठाउँलाई त एकदम चकाचक बनाउनु पऱ्यो कि है ल हामी चाहिँ माथि सुडान जाँदैछौँ फोटो ल यहाँ चाहिँ यस्तो छ यो एरिया त्यो डाँडा होइन माथि पञ्चपुरी नि ल यहाँ यस्तो छ भ्यू हेर्न सक्नुहुन्छ तल हामी यहाँ छौँ अब ठाउँ चाहिँ अब यो पिकनिक खानेले त होला फोहोर गरेको यो सबै अब हेर त यो नत्र त राम्रो नि ठाउँ सब हो कि यहाँ एउटा चौकीदार राखिदिनु पर्ने के हो यो टिम यसो यो भिडियो हेरेपछि यसो बुझ्ने फेरि त्यहाँनिर फेरि फेरि भाइहरू अगाडि हिँडिसके सबजना हामी छौँ यहाँ ल हामी चाहिँ आज बाबाचोरदेखि आइरहेको थियौँ यहाँ गुटुको यो के भन्छ यो के अरे यो ठाउँलाई सल्लाहगारी रे यसको रियल नाम त होला त सल्लाहगारी भन्दा नि शहीद पार्क आएको छौँ होइन पछाडि मेरो बहिनी अनि साला म छु यहाँ अनि निरुता सिंह भन्न नमिल्ने अब मेरो बुढी हुनु नि यता हेरिदेऊ मुसुक्क हाँस्यो मोहनी लायो के गर्यो हामी चाहिँ माथिबाट आइसक्यौँ सर ल हामी चाहिँ अटोमा आएको थियौँ 8जना अब हिँड्न लाग्यौँ यो माइतल जाने बाटो यो बायोचोर त हिँड्यौँ भेना हुनुहुन्छ यहाँ हिँड्यौँ फाइनली सब भयो अब फुपू पनि फोटोसुट भयो आज भिडियो सुट भयो अब नृत्य नि आइसक्यो ल कसको काखमा बस्ने हो बस मिलाएर बहिनी ठिक छ अब यता हामी हिँड्यौँ है गाइस बाई बाई भाइ हामी नास्ता खान छिर्न लाग्छौँ नास्ता अटो फर्काउँदैछौँ त्यताबाट ल गाइस एन्ट्री भयो गाइस यहाँ चाहिँ काउन्टर छ यता चाहिँ बस्ने एरिया यहाँ चाहिँ बन्ने होला कता यतै बसौँ होइन पछाडि पनि छ यहाँको एरिया चाहिँ बबाल लाग्छ क्या यो हल यो अनि यता पनि छ है ट्रकको छ है ल शौचालय यहाँ छ गाइस ल खाँदैछौँ बसेर अब ल हामी लुडो खेल्न लाग्छन् लुडो यहाँ सुरु भइसक्यो जहाँ बस्यो त्यहीँ लुडो टोली गजबका छ फुपू त्यहाँ हुनुहुन्छ एक्लै हामीलाई नास्ता यहाँ पारी भन्दैछ सर र भेना कता जानुभयो फेरि हो उता मुखै मिठीको होला यार ल लगाइ ल सबजना अब नास्ता खाँदैछन् फुपू सबजना अब हामी पनि खाँदैछौँ म यहाँ छु र अब भेनाको नास्ता त आउँदैछ भिडियो बनाउँदैछु यो मेरो भागो फेरि ल यता हिरोइनहरू दिदी टक्क दिदी म ल भेनाको नास्ता पनि आयो सर ल ड्यु आयो अब हो साउजी ल ठिक छ ल ल सबजना चाउमिन कस्तो भयो यस्तो चाउमिनको पनि यसो कमेन्ट आनौँ त ठिक छ ल मिठो छ अरे फुपूले ए यताबाट पनि हाम्रो मिठो छ भइगयो त हामी यति भए त सक्यो त हामी गुटुमा है फेरि फाइनली हामी निस्किसकेको छौँ नास्ता खाएर यहाँबाट चाहिँ अब डाइरेक्ट बाब्याचोर गएर रोकिन्छौँ हामी घरमा फाइनली ल यति नै हो ल भेना सबजना डुन परिसके टक्क चाउमिन खाएर होटल चाहिँ सक्नुहुन्छ
आयो घुमेर ल आयो टोलीहरू सबजना हुन्छ ओके गाइस आजको भ्लग यति नै भयो होइन घरमा पुग्यो बाई।